च्याप्टर 4 मा स्वागत छ। च्याप्टर 4 मा हामी कुरा गर्दैछौँ किवर्ड रिसर्च बेसिक्सको बारेमा। यसमा चाहिँ किन किवर्ड रिसर्च फर्स्टमा गर्नुपर्छ, किवर्ड रिसर्च गर्दाखेरि हामीले ध्यान दिनुपर्ने मेट्रिक्सहरू के हो र किवर्डको टाइप्सहरू के हुन्छ, अनि त्यसपछि आएर किवर्डको भ्याल्यु कसरी जज गर्ने, कुन चाहिँ भ्यालुएबल हो, कुन चाहिँ इन्फर्मेसनल मात्र हो, अथवा चाहिँ हाम्रो लागि मोनिटरी टर्म्समा भ्यालुएबल नभएको किवर्ड्स कसरी पत्ता लगाउने। फर्स्टमा कुरा गरौँ किवर्ड रिसर्च चाहिँ किन फर्स्टमा आउँछ। किवर्ड रिसर्च फर्स्टमा आउनुको कारण भनेको चाहिँ यो बेसिकली कुनै पनि बिजनेस गर्दाखेरि फर्स्टमा चाहिँ जहाँ कस्टमरले जे खोजिरहेको छ होइन, जहाँ चाहिँ कस्टमरहरू छन् त्यही प्रडक्ट अथवा सर्भिस हामीले बेच्छौँ होइन। सो सर्च इन्जिन मार्केटिङ एसइओ गर्दाखेरि चाहिँ हामीले गेस गर्नुभन्दा पनि कहाँ चाहिँ डिमान्ड छ, के चाहिँ मान्छेले सर्च गरिरहेको छन्, के को डिमान्ड छ त्यो चाहिँ हामीले पत्ता लगाउँछौँ। त्यो गेस वर्क चाहिँ निकाल्नको लागि फर्स्टमा किवर्ड रिसर्च गर्नुपर्छ। किवर्ड रिसर्च गरेर त्यो कुनै प्रडक्ट र सर्भिसमा इन्ट्रेस्ट छ कि छैन र मान्छेहरूले युज गरिरहेको टर्म्स नै जस्तो किवर्ड्स सर्च टर्म्स युज गरेर हामीले ऱ्याङ्क गर्न सक्छ कि सक्दैनौँ, त्यसलाई हामीले डिटरमाइन गर्नुपर्ने हुन्छ। अब फर्स्टमा चाहिँ रिसर्च फर्स्ट बेस्ड माइन्डसेट हामीले निहाल्नुपर्ने हुन्छ होइन। अब किवर्ड रिसर्च गऱ्यौँ तर भोल्युम लो छ, कुनै पनि प्रकारले चाहिँ त्यो किवर्ड चाहिँ हाम्रो एफोर्ट दिनको लागि चाहिँ सुटेबल छैन भने चाहिँ हामीले त्यसलाई त्यो किवर्डलाई टार्गेट नगर्न सक्छौँ होइन। यदि चाहिँ किवर्ड रिसर्चले चाहिँ त्यसको डिमान्ड धेरै छ र रेलेभेन्स देखायो भने चाहिँ हामीले त्यसलाई टार्गेट गरेर कस्टमर्सहरू ल्याउने प्रयास गर्न सक्छौँ। नेक्स्ट कुरा गरौँ के चाहिँ मेट्रिक्सहरूमा हामीले ध्यान दिनुपर्छ किवर्ड रिसर्च गर्दाखेरि होइन। सो फर्स्टमा भनेको चाहिँ यसमा आउँछ सर्च भोल्युम। यदि मान्छेहरूले त्यो किवर्ड सर्च नै गरिरहेको छैन भने अभियसली त्यसमा चाहिँ सर्च भोल्युम लो हुन्छ। भोल्युम लो भएपछि हामीले चाहिँ जहिले पनि सर्च भोल्युम लो हुँदैमा चाहिँ त्यो किवर्ड रेलेभेन्ट छैन भन्ने होइन, तर मोस्ट अफ द टाइम चाहिँ धेरै नै भोल्युम लो छ भने चाहिँ हामीले त्यसलाई टार्गेट गर्दैनौँ, नगर्दा नै सुटेबल हुन्छ। त्यसपछि आउँछ किवर्ड डिफिकल्टी। यदि चाहिँ नि त्यो किवर्ड एकदमै डिफिकल्ट छ, एकदमै कम्पिटेटिभ छ र हाम्रो बिजनेसले त्यसलाई कम्पिट गर्ने रिसोर्सेस छैन भने त्यो किवर्डलाई हामीले लेट गो गरेकै राम्रो हुन्छ। त्यसपछि आएर कस्ट पर क्लिक। यदि त्यो किवर्ड चाहिँ एकदमै हाई कस्ट पर क्लिक छ होइन, मानिलियो एउटा प्रोडक्ट र सर्भिस हुन्छ जस्तै हामीलाई थाहा छ अब लुगाहरू को धेरै ब्रान्ड्सहरू हुनसक्छ, धेरै प्राइस पोइन्टहरू हुनसक्छ। स्पेसिफिक त्यो टाइपको लुगा चाहिँ हाम्रो ब्रान्डले बनाए पनि त्यो अरू त्यो टाइपको लुगा किन्ने मान्छेले चाहिँ एकदमै महँगो खाले ब्रान्ड खोजिरहेको छ, हामीले त्यसमा कम्पिट गर्नै सक्दैनौँ भने चाहिँ त्यो सिपिसी हाई भएको किवर्डलाई हामीले छोड्न राम्रो हुन्छ होइन। सो त्यसपछि आएर अर्ग्यानिक क्लिक थ्रु रेट। एसइओ गर्ने हामीले एसइओकै कोर्स गरेर छ, पिपिसी होइन। सो एसइओ गर्दाखेरि चाहिँ अहिले अर्ग्यानिक क्लिक थ्रु रेट रिजल्ट्समा मान्छेले क्लिकै गरिरहेको छैन, एड्सहरूमा मात्र क्लिक गर्छन् त्यो किवर्डमा भने त्यसले पनि हाम्रो मेट्रिकमा चाहिँ हामीले ध्यान गर्नुपर्ने हुन्छ। सो नेक्स्ट स्टेप रहेको छ टाइप्स अफ किवर्ड होइन। टाइप्स अफ किवर्डमा चाहिँ तपाईँको रहेको छ हेड टर्म्स भन्नाले चाहिँ यो एकदम छोटो किवर्ड जस्तै 1 वर्ड म्याक्सिमम 2 वर्ड, अनि त्यसको चाहिँ भोल्युम एकदमै हाई हुन्छ होइन, किनभने मान्छेहरूले त्यो जस्तै ब्रान्डको लागि पनि सर्च गर्छन् अथवा चाहिँ केही पनि आइडिया नभइकन फर्स्टमा बिगिनिङ आफ्नो जर्नीको बिगिनिङको लागि पनि युज गर्छन्। त्यस्तो चाहिँ कन्भर्जन एकदम लो हुन्छ हेड टर्म्समा, बट सर्च भोल्युम एकदमै हाई हुन्छ। यस्तोलाई चाहिँ हामीले जस्तो बिटुबीमा चाहिँ टार्गेट गर्दैनौँ अनलेस त्यो चाहिँ ब्रान्ड हो भने होइन। अनि त्यसपछि आएर अर्को भनेको चाहिँ बडी किवर्ड्स। बडी किवर्ड्स भनेको चाहिँ यो चाहिँ तपाईँको आफ्नो कन्टेन्टहरू जेनेरेट गर्दाखेरि चाहिँ यो सुइटेबल हुन्छ, किनभने यसको भोल्युम चाहिँ मोडरेट हुन्छ। तर यो पनि कन्भर्जनको लास्ट स्टेजमा भएको मान्छेले सर्च गर्ने टर्म्सहरू चाहिँ होइन यिनीहरू। अनि थर्डमा रहेको छ लङ टेल किवर्ड्स। यिनीहरू चाहिँ नि एक्ज्याक्टली हामीले थाहा पाउन सक्छौँ कि यो लङ टेल किवर्ड सर्च गरेको मान्छेले एक्ज्याक्टली के खोजिरहेको छ भनेर थाहा पाउन सक्छौँ र हाम्रो बिजनेसको रेलेभेन्सी पनि हामीले
निहाल्न सक्छौँ जस्ट किवर्ड्स र एसइआरपी रिजल्ट्स हेरेर होइन। सो हामीले टार्गेट गर्ने भनेको चाहिँ कन्भर्जनको लागि चाहिँ लङ टेल किवर्ड्स नै हो। जस्तै वाटरप्रुफ ट्रेल रनिङ सुज फर मेन भन्नाले हामीलाई एक्ज्याक्टली थाहा भयो कि यो मान्छेले वाटरप्रुफ सुज खोजिरहेको छ ट्रेलमा दौडिनको लागि, अनि मेनको लागि खोजिरहेको छ भनेर एक्ज्याक्टली थाहा भयो। सो हामीले यो प्रोडक्ट डेलिभर गर्न सक्छौँ भने हामीले यो किवर्ड टार्गेट गर्न राम्रो हुन्छ। नेक्स्ट टपिक रहेको छ जजिङ द किवर्ड भ्यालु। अब किवर्ड रिसर्च गऱ्यौँ, किवर्डहरू पत्ता लगायो, हामीले मेट्रिक्सहरू पनि थाहा पायौँ, अनि किवर्ड टाइप्स पनि थाहा पायौँ। तर त्यसको चाहिँ एक्ज्याक्टली यो किवर्ड चाहिँ हाम्रो त्यसको भ्यालु यो बिजनेसलाई हामीले सर्च प्रयोग गरेको बिजनेसलाई हाम्रो बिजनेसलाई चाहिँ कति छ भनेर थाहा पाउनुको लागि चाहिँ फर्स्टमा हामीले भोल्युम हेर्छौँ, कतिजना मान्छेले चाहिँ यो सर्च गरिरहेको छन् होइन। त्यसपछि नेक्स्ट भनेको हामी पत्ता लगाउँछौँ डिफिकल्टी अनुसार चाहिँ कति चाहिँ यो हाम्रो वर्ड वेबसाइटको अथोरिटीले चाहिँ रियलिस्टिकल्ली त्यो किवर्डलाई ऱ्याङ्क गर्नको लागि चाहिँ पोसिबल छ कि छैन। त्यसपछि भनेको इन्टेन्ट फिट, त्यो किवर्ड खोजिरहेको मान्छे जो कस्टमर छ उसले चाहिँ एक्ज्याक्टली हामीलाई हाम्रो केसमा हाम्रो बिजनेसलाई को प्रोडक्ट र सर्भिससँग उसको इन्टेन्सन म्याच हुन्छ कि हुँदैन होइन। जस्तै बाई सुज भनेर खोजिरहेको छ भने ओके सुज, तर हाम्रो सोरुम चाहिँ छ मेन्स सुजको, अब बाई वुमेन्स सुज खोजिरहेको छ नि त त्यो म्याच भएन। त्यसरी इन्टेन्ट म्याच हुनु पऱ्यो। त्यसपछि बिजनेस भ्यालु होइन। अब हाम्रो प्रोडक्टको प्रफिट मार्जिन एकदमै लो छ, तर यो किवर्डको सिपिसी अथवा चाहिँ कम्पिटिसन एकदम हाई छ भने चाहिँ हामीलाई यो किवर्ड टार्गेट गर्नु चाहिँ प्रफिटेबल नहुन सक्छ होइन। सो बिजनेस भ्यालु एकदम लो कन्भर्जन लो, एफोर्ट लेभल चाहिँ लो, तर त्यसको चाहिँ रिटर्न चाहिँ एकदम हाई छ भने चाहिँ त्यस्तो केसमा चाहिँ हामीले टार्गेट गर्नु राम्रो हुन्छ होइन। सो थ्याङ्क यू यति नै यो भिडियोमा। होपफुली यु इन्जोय द भिडियो एन्ड यो किवर्ड रिसर्च बेसिक्स यति नै हो। थ्याङ्क यू।